होला। यसमा चाहिँ हजुरहरूले सुरुमा चाहिँ यो चिल्ली ससलाई राख्न सक्नुहुन्छ। कतिको हजुरहरूले पिरो खान सक्नुहुन्छ त्यही अनुसार चिल्ली सस राख्न सक्नुहुन्छ। अब म राख्दैछु थोरै डार्क सोया सस। त्यसै गरी म राख्दैछु 1 चम्चा यो मसिनो गरी काटेको लसुन। त्यसै गरी मसिनो गरी काटेको यो हरियो प्याजलाई पनि राख्न सक्नुहुन्छ। अब माथिबाट हामी तातो यो नुडललाई राख्छौँ। अब कतिको खानुहुन्छ त्यही अनुसार नुडल राख्न सक्नुहुन्छ। र साइडमा यो पक चोइलाई पनि राख्नुहोला। यहाँ मैले 3टा पक चोइलाई राखेँ। अब के गर्छौँ भने एकदमै मजाले फ्राई गरेको यो किमालाई माथिबाट राख्नु होला र त्यो माथिबाट चाहिँ थोरै फेरि चिल्ली ससलाई राखेर मजाले यो सबै कुरालाई सुरुमा हजुरहरूले मिक्स गर्नु होला र गम गम खान सक्नुहुन्छ। ल हेर्नुहोस् न कति मिठो देखिएको छ। यो जति मिठो देखिएको